बिहिबार अर्थात् भोलिदेखि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभरका मतदान केन्द्रमा आवश्यक तयारी गरिएको छ। निर्वाचनका लागि बुथ निर्माण गर्ने, मतदानका लागि लाइन लाग्नका लागि डोरी टाँग्ने लगायतका कामहरू भएका छन्। बिहिबार बिहान 7 बजेदेखि मतदान प्रारम्भ हुने भएपछि बुधबार नै आवश्यक सबै पूर्वाधारका काम सम्पन्न गरिएका हुन्। मतदानका लागि महिला र पुरुषको छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ भने अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिक लगायतका मतदातालाई सिधै मतदान गर्न पाउने व्यवस्था गरिएको छ। कुल 1,89,03,689 मतदाताले आफ्नो मताधिकार प्रयोग गर्दैछन्। यसका लागि निर्वाचन आयोगले देशभर 10,967 मतदान स्थल र 23,112वटा मतदान केन्द्र कायम गरेको छ। प्रत्यक्ष 165 निर्वाचन क्षेत्र र समानुपातिकतर्फ 110 स्थानका लागि हुन लागेको निर्वाचनमा प्रत्यक्षतर्फ 3406 र समानुपातिकतर्फ 3135 उम्मेदवार प्रतिस्पर्धामा छन्।